हेलो एभ्रिवान, मेरो नाम चाहिँ शिवराज र आज हामीहरू चाहिँ जाभाको बेसिकदेखि सुरु गर्नेछौँ। आजको भिडियोमा चाहिँ हामीहरू जाभाको डेभलपमेन्ट किट जुनलाई चाहिँ जेडिके पनि भन्छ अनि त्यसपछि हामीहरू इन्टिग्रेटेड डेभलपमेन्ट इन्भाइरोमेन्ट आइडिई पनि इन्स्टल गर्नेछौँ। हामीसँग चाहिँ दुईवटा आइडिई छ, एउटा चाहिँ अपाचे नेटबिन्स, अर्को चाहिँ भिजुअल स्टुडियो कोड। हजुरहरूलाई जुन मनपर्छ त्यहीबाट गर्न सक्नुहुन्छ। म चाहिँ आज मेनली चाहिँ भिजुअल स्टुडियो कोडमा चाहिँ फोकस्ड भएर चाहिँ गराउनेछु, तर इन्स्टलेसन प्रोसेस भने म नेटबिन्सको पनि दिनेछु है त। यो सबै कुराहरू चाहिँ तल टाइमलाइन बनेको छ, हजुर त्यो टाइमलाइनमा गएर डाइरेक्टली स्किप गरेर हेर्न पनि सक्नुहुन्छ अथवा यो पुरै कम्प्लिट भिडियो हेर्न पनि सक्नुहुन्छ। सो सुरु गरौँ है त। सबैभन्दा सुरुमा हजुरलाई तल डिस्क्रिप्सनमा 3वटा लिङ्क दिएको छ। पहिलो लिङ्क चाहिँ हाम्रो जाभा ओराकलको हो, जाभा डाउनलोड गर्नको लागि कहाँदेखि जाभा डाउनलोड गर्ने भनेर यो चाहिँ एउटा लिङ्क छ। यो लिङ्क चाहिँ तल डिस्क्रिप्सनमा रहेको छ, त्यो हेर्न सक्नुहुन्छ। र हजुरको इच्छाअनुसार जेडिके 21, जेडिके 25, जेडिके 26 यहाँ छ, तर यो बाहेक अरू जेडिके 8हरू पनि, त्यो कुराहरू पनि हजुरहरू इन्स्टल गर्न सक्नुहुन्छ। यदि हजुरलाई जेडिके 8को इन्स्टलेसनको प्रोसेस चाहियो अथवा भिडियो चाहियो भने हजुर भन्न सक्नुहुन्छ। यो चाहिँ कम्प्लिटली फ्री रहेको छ यो जेडिके चाहिँ। सो हामी चाहिँ यो वेबसाइटमा आउँछौँ, जाभाको डाउनलोड पेजमा आउँछौँ। त्यसपछि मैले चाहिँ 21 इन्स्टलेसन गरेर देखाउँदैछु। सो यहाँबाट चाहिँ मैले के डाउनलोड गर्छु त भन्दाखेरि 64 MSI इन्स्टलर यो चाहिँ म डाउनलोड गर्छु है त। त्यसपछि अर्को हाम्रो चाहिँ के रहेको छ त भन्दाखेरि भिजुअल स्टुडियो कोड। हामी चाहिँ code.visualstudioCode.com जान्छौँ अनि त्यसपछि यहाँबाट यो डाउनलोड फर विन्डोज भन्ने अप्सनमा चाहिँ क्लिक गर्छौँ र यो चाहिँ हाम्रो डाउनलोड हुन्छ है त। अनि डाउनलोड भयो। त्यसपछि अर्को भनेको चाहिँ के थियो अरे 64 MSI इन्स्टलर। यो पनि हाम्रो इन्स्टल यहाँ थिचिसकेपछि चाहिँ यसरी देखाउँछ, यो पनि हामी डाउनलोड गर्छौँ। अनि अपाचे नेटबिन्स भनेर छ। यो 3वटा कुरा चाहिँ आज हामी हेर्नेछौँ। सो यो चाहिँ मैले अपाचे नेटबिन्स 25 बिन विन्डोज x64.exe भन्ने फाइल यो चाहिँ डाउनलोड गर्छु। अनि त्यसपछि यो 3टै म डाउनलोड हुने वेट गर्छु है त। अलिकति टाइम लाग्न सक्छ, तर त्यो गर्नभन्दा मैले चाहिँ यो मेरोमा पहिल्यै नै डाउनलोड गरेर राखिसकेको छु। सो भिडियो चाहिँ स्पिडमा होस् भनेर म चाहिँ यो कुराहरू चाहिँ क्यान्सल गरिदिन्छु है त। मेरोमा यो कुराहरू पहिल्यै नै के छ त भन्दाखेरि डाउनलोड छ है त। अब भिडियो सुरु गरौँ डाउनलोड प्रोसेसबाट। सबैभन्दा सुरुमा हामीले चाहिँ जेडिके भनेको चाहिँ के हो त्यो बुझ्नुपर्छ। जेडिके भनेको चाहिँ एउटा जाभा डेभलपमेन्ट इन्भाइरोमेन्ट किट हो, जाभा डेभलपमेन्ट किट हो, जसमा चाहिँ हामीले जाभाको प्रोग्राम लेखिसकेपछि त्यो जाभाले बुझ्नु पऱ्यो नि त, कम्प्युटरले त बुझ्नु पऱ्यो नि त के गरिरहेको हो भनेर। यसलाई चाहिँ एज अ कम्पाइलर एन्ड इन्टरप्रेटर भनौँ, अनि सबै लाइब्रेरिज फाइल पनि यसले दिइदिन्छ। ओके, सबैभन्दा सुरुमा नेक्स्ट गरौँ। अनि जाभाको कहाँ इन्स्टल गर्ने भनेर भनेको छ सी प्रोग्राम फाइल जाभा जेडिके 21.0.11 यो ठाउँमा चाहिँ यो पाथमा चाहिँ मैले जाभा इन्स्टल गर्दैछु। यदि हजुरलाई चेन्ज गर्न मन लाग्छ भने यहाँदेखि चेन्ज गरेर यहाँदेखि बाहिर गएर गर्न पनि सक्नुहुन्छ। मेरो चाहिँ यो डिफल्ट स्टेपमै गरिरहेको हुन्छु। सो यो चाहिँ इन्स्टल हुनको लागि एउटा पर्मिसन माग्छ, त्यो पर्मिसन मैले दिएँ। अनि त्यसपछि यसले चाहिँ आफ्नो फाइलहरू कपी गर्दैछ। यो फाइलहरू कपी गरिसकेपछि हाम्रो जाभा चाहिँ ल्यापटपमा अथवा कम्प्युटरमा चाहिँ इन्स्टल भयो है त। यो चाहिँ इन्स्टल भयो। यो हेर्ने तरिका भनेको चाहिँ के छ त भन्दाखेरि हजुर यहाँ जान सक्नुहुन्छ, कन्ट्रोल प्यानलमा कन्ट्रोल प्यानलमा गएर इन्स्टल अ प्रोग्राम भन्नेमा गएर यहाँनिर चाहिँ यो जाभा देखाइरहेको छ भने चाहिँ हजुरले यहाँ इन्स्टल भयो भनेर बुझ्दा पनि हुन्छ। अनि अहिले पछि हामी कोडहरू रन गर्दाखेरि यसलाई चाहिँ टर्मिनलबाट कसरी गर्ने भनेर पनि हेर्छौँ है त। सो अब भिजुअल स्टुडियो कोड इन्स्टल गरेर हेरौँ है त। भिजुअल स्टुडियो कोड इन्स्टल गर्दाखेरि चाहिँ डबल क्लिक गर्ने डाउनलोड गरेकोलाई, अनि आई एक्सेप्ट द एग्रिमेन्ट भनेर गर्ने, अनि नेक्स्ट। अब त्यसपछि हजुरलाई स्टार्टअप फोल्डरमा चाहियो भने यहाँ स्टार्टअप फोल्डरमा नराख भन्ने, चाहिएको छैन भने नराख भन्ने। अनि त्यसपछि यही नै हो, डिफल्टमै राख्ने, अनि नेक्स्ट थिच्ने है त। अब यदि डेस्कटपमा आइकन चाहियो भने राख्ने। अनि पाथहरू भयो, यो कुराहरू चाहिँ के हो त भन्दाखेरि यसले चाहिँ विन्डोज एक्सप्लोररमा राख्ने कि नराख्ने, एड गर्ने कि नगर्ने, त्यसपछि विन्डोज एक्सप्लोरर डाइरेक्टरीमा एड गर्ने कि नगर्ने भन्ने कुरा हो, पर्दैन। यदि हजुरलाई डेस्कटपमा आइकन चाहिएको छ भने क्लिक गर्नुहोस् अथवा अनचेक गर्नुहोस् अनि छोडिदिनुहोस् है त। नेक्स्ट गरिसकेपछि यो इन्स्टलेसन प्रोसेस बिगिन हुन्छ, अनि इन्स्टलमा थिचेपछि स्टार्ट नै भयो। अब यसले चाहिँ एकैछिन टाइम लिन सक्छ, सो वेट गरौँ केही बेर। ओके, इन्स्टलेसन प्रोसेस चाहिँ सकिएको छ। अब फिनिस गरौँ, तर यो फिनिस गर्नुभन्दा अगाडि लन्च भिजुअल स्टुडियो कोड भनेको चाहिँ यसलाई अनचेक गर्दा हुन्छ, किनभने यो गरिकन भने यसले भिजुअल स्टुडियो कोड चाहिँ लन्च गरिदिन्छ, ओपन गरिदिन्छ। अब चाहिँ हामीहरू
नेटबिन्स चाहिँ इन्स्टल गरौँ। प्रोसेस त्यही नै हो, डबल क्लिक गर्ने, त्यसपछि यसको के हुन्छ त भन्दाखेरि इन्स्टलेसन विजार्ड चाहिँ आउँछ, त्यसलाई चाहिँ हामी यस गर्छौँ। अनि त्यसपछि कन्फिगरिङ द इन्स्टलर भनेर देखाउँछ। यो कम्प्लिट भइसकेपछि चाहिँ हामीलाई एउटा स्टार्टअप पेज दिन्छ, जसले चाहिँ यो इन्स्टलेसन प्रोसेस सो गर्छ। भयो है त। अब यसले चाहिँ हामीलाई के कुरा दिन्छ भन्ने कुरा हेर्नु। बेस आइडिई, जाभा एसई, जाभा एई, त्यसपछि गएर HTML5 र जाभा स्क्रिप्ट सपोर्ट र PHP सपोर्ट दिन्छ। यो चाहिँ हाम्रो अलिकति इन्स्टलेसन फाइल चाहिँ 983.0 MB को छ, अलिकति टाइम लाग्छ। सो अग्रिमेन्ट चाहिँ एक्सेप्ट गर्नु पऱ्यो। अनि त्यसपछि नेक्स्ट इन्स्टल। अब एकैछिन टाइम लाग्न सक्छ। सो यो इन्स्टलेसन कम्प्लिट हुने जेलसम्मलाई वेट गरौँ। नेटबिन्स चाहिँ इन्स्टल भइसकेको छ, फिनिस गरौँ। अब हामीसँग चाहिँ यो तिनवटै कुरा कहाँ आउँछ त भन्दाखेरि अपाचे नेटबिन्स भनेर यहाँ आयो। यसलाई चाहिँ अर्को भनेको हाम्रो भिजुअल स्टुडियो कोड पनि यहीँ कहीँ तल आउँछ। भिजुअल स्टुडियो कोड भनेर चाहिँ यहाँ आयो। अब सुरुमा चाहिँ हामी जाभा चाहिँ इन्स्टल भयो कि भएन भनेर चेक गर्छौँ है त। त्यसको लागि चाहिँ म के खोल्छु त भन्दाखेरि विन्डोज R गर्छु। विन्डोज R गरेर CMD लेखेर म इन्टर गर्छु है त। त्यसपछि JAVA जाभा VERSION भर्जन लेखेँ भने यसले चाहिँ जाभा इन्स्टल भएको छ कि छैन भनेर यहाँ भर्जन दियो। अनि कुन चाहिँ रन टाइम इन्भाइरोमेन्ट छ भनेर भनिदियो। अनि त्यसपछि हटस्पट पनि कुन छ भनेर भनिदियो है त। यति नै थियो। अब भने हामी चाहिँ जाभाको एउटा बेसिक प्रोग्राम लेख्छौँ। त्यो बेसिक प्रोग्राम भनेको चाहिँ के हुनेछ त भन्दाखेरि भिजुअल स्टुडियो कोडमा हेलो वर्ल्ड चाहिँ प्रिन्ट गराउनेछौँ। सो द्याट जाभाले चाहिँ हाम्रो पिसीमा, हाम्रो ल्यापटपमा काम गरिरहेको छ कि छैन भनेर चेक गर्न सजिलो होस्। यो चाहिँ खुल्यो। यो चाहिँ मेरो प्रि इन्स्टल्ड थियो, त्यही भएर पनि यसले चाहिँ यो कुराहरू देखायो, तर आतिनु चाहिँ पर्दैन। ओके, हेलो वर्ल्ड प्रोग्राम लेखौँ है त। अब यहाँ जाभाको चाहिँ हेलो भन्ने प्रोग्राम चाहिँ रन हुन्छ। ए हेलो वर्ल्ड भनेर प्रिन्ट भयो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अब हामीहरू चाहिँ VS कोडको डिफ्रेन्ट कुराहरू कसरी चलाउने, यो पुरै सेटअप कसरी गर्ने, त्यसपछि गएर नेटबिन्समा कोड्सहरू कसरी लेख्ने भनेर चाहिँ नेक्स्ट भिडियोदेखि हेर्नेछौँ। सो स्टे ट्युन्ड एन्ड सब्सक्राइब टु द च्यानल। थ्याङ्क यू।